न्युज फेस्टिभल यो तेस्रो न्युज फेस्टिभल साथै 11औं लुम्बिनी प्रेस क्लबको 11औं वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रम का लुम्बिनी उपस्थित लुम्बिनी प्रेस क्लबका अध्यक्षज्यू, स्थानीय तहका मेयर साहब खै गइसक्नु कार्यवाहक मेयर साहबको त्यो अन्तर्वार्ता छ। कार्यवाहक मेयर साहब, त्यस्तै सुरक्षा निकायका मेरा सहकर्मी डिआई साहब, एससी साहबहरू, श्रीमती सङ्घकी अध्यक्षज्यू, नेपाल प्रेस काउन्सिलका अध्यक्षज्यू गइसक्नुभएछ, अध्यक्षज्यू, विभिन्न सञ्चार माध्यम तथा विदेशी छिमेकी मुलुकका सञ्चारकर्मी मित्रहरू, लुम्बिनी विकास कोषका सदस्य सचिवज्यू, सरकारी तथा गैर सरकारी कार्यालयका पदाधिकारीज्यूहरू, उद्योगी, व्यवसायी, बुद्धिजीवी वर्ग, महिला तथा सज्जनवृन्द, लुम्बिनी प्रेस क्लबद्वारा आयोजित यो तेस्रो लुम्बिनी न्युज फेस्टिभल र 11औं वार्षिकोत्सवमा यहाँहरूले निमन्त्रणा दिई न्यानो सत्कार प्रदान गर्नुभएकोमा म हार्दिक आभार व्यक्त गर्दछु। यो फेस्टिभलले एउटा त फेस्टिभल मनाउने काम गरेछ, अर्को मुख्य रूपमा आफ्ना सहकर्मी छिमेकी देशका साथीहरूलाई पनि बोलाएर एउटा अन्तर्क्रियात्मक कार्यक्रम पनि गर्नुभएको र मूल रूपमा सीमावर्ती क्षेत्रका समस्याहरू, नेपाल भारतका सीमावर्ती क्षेत्रका साझा सरोकारका विषयहरू, पर्यटन विकासका विषयहरूमा जुन घनीभूत छलफल समेत गर्नुभयो, यो चाहिँ अत्यन्त महत्त्वपूर्ण रहेको मैले पाएँ। राज्यको चौथो अङ्गको रूपमा मिडियालाई मानिन्छ र यो सरकारका सबै क्रियाकलापलाई, सार्वजनिक क्षेत्रका सरोकारका विषयहरूलाई उजागर गर्ने काम चाहिँ मिडिया क्षेत्रले, सञ्चार क्षेत्रले गर्छ। लुम्बिनी प्रेस क्लबले, यसका सदस्यले कलम चलाएर समाजका विभिन्न विषयवस्तुहरूको उठान गर्ने र मूलभूत रूपमा शान्ति, समृद्धि को र स्थायित्वको कुरा उठाउँदै आएको छ र यो अरूभन्दाले फरक किसिमको भएको हुनाले पनि यसमा म चाहिँ अब आज हिजो राति 11-12 बजीसम्म काठमाडौँ थिएँ, रातभरि चाहिँ गाडीमा अहिले यहाँ आइपुगेको म। अब अहिले प्रहरी, मेरो पेसा पनि प्रहरी भयो, या थुप्रै प्रहरी साथीहरू पनि हुनुहुन्छ र मिडियाकर्मी र प्रहरीका साझा र अन्योन्याश्रित सम्बन्धका विषयवस्तुहरू पनि छन्। मूल रूपमा मिडिया चाहिँ प्रहरी अथवा सुरक्षाको विषयमा कसरी सहयोगी हुन सक्छ भन्दा यो अनुसन्धानको विषयमा पनि मिडिया सञ्चारकर्मीले अत्यन्त सकारात्मक भूमिका निर्वाह गर्न सक्नुहुन्छ। खास गरिकन इन्भेस्टिगेटिभ जर्नलिजम, जहाँबाट ठुल्ठुला सङ्गठित अपराधहरू, सीमा पार अपराधहरू, सङ्गठित अपराधहरू जसले ठुलो समाजको ठुलो हिस्सालाई आक्रान्त पारेको हुन्छ, त्यसलाई यहाँ उठान गर्न सक्नुहुन्छ। जस्तो सीमावर्ती अपराधहरू, मानव बेचबिखनका विषयहरू, भ्रष्टाचार, वन्यजन्तुका तस्करी लगायतका विषयवस्तुहरूमा उठान गर्न सक्नुहुन्छ। त्यसबाट पनि अनुसन्धानमा सहयोग पुग्छ, अन्ततोगत समाज विकासमै यसले सहयोग गर्छ। अर्को, कतिपय अवस्थामा सञ्चार जगतले घटनाको प्रत्यक्षदर्शीको हिसाबले काम गर्ने हुँदा प्रहरीलाई शान्ति सुरक्षा कायम राख्ने क्रममा, अपराध अनुसन्धान गर्ने क्रममा पनि प्रत्यक्षदर्शीको लाभ लिन सक्ने र त्यसको अलिकति म्याच्योर्ड इन्फर्मेसन आउने हुनाले त्यसलाई प्रहरीलाई अनुसन्धानमा पनि सहयोग हुने, अन्ततोगत सार्वजनिक शान्ति र सुव्यवस्थामा काम गर्ने देखिन्छ। अर्को, मूलभूत रूपमा सञ्चार जगतले जनचेतना अभिवृद्धि गरेर अपराध न्यूनीकरणमा सहयोग पुर्याउन सक्छ। एउटा, सूचना सम्प्रेषण गरेर घटना दुर्घटनाका विकृतिहरूका सूचना सम्प्रेषण गरेर पनि एउटा जनचेतना ल्याउनलाई मद्दत गर्छ भने, अर्को जनचेतनामूलक सन्देश जस्तो साइबर अपराध भए, मानव बेचबिखनका विषयहरू भए, लैङ्गिक हिंसाका विषयवस्तु भए, बालबालिकासँग सम्बन्धित विषयवस्तु भए, यो दक्षिणी क्षेत्रमा नेपाल भारतको सीमा क्षेत्रमा पनि अलिकति बढी नै देखिने गरेको बाल विवाहका, दाइजो प्रथाका
यी कुरीति र विकृतिहरूका विषयमा पनि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका खेल्छ। अर्को चाहिँ जनविश्वास वृद्धि गर्ने। सञ्चार जगतले सन्तुलित किसिमले काम गर्दाखेरि सञ्चारप्रतिको विश्वास वृद्धि गर्ने पनि हुन्छ। अर्को हामीलाई सहयोग हुने कुरा के छ भने कतिपय अपराधका शङ्कित व्यक्तिहरू अथवा अपराधका फरार व्यक्तिहरूका सम्बन्धमा पनि विभिन्न ठाउँमा खिचिएका फोटोहरू भिडियोहरूको माध्यमले प्रहरीलाई सूचना प्राप्त हुने हुँदाखेरि त्यो पनि एउटा शान्ति सुव्यवस्था कायम राख्नको लागि एउटा महत्त्वपूर्ण कुरा हो। कतिपय अवस्थामा सञ्चार जगतले सकारात्मक दबाब समाजमा विकृति विसङ्गति हटाउनलाई एउटा सकारात्मक दबाब सिर्जना पनि गर्छ। त्यस्तै गरी प्रहरीसँगको कुरा गर्दाखेरि प्रहरीको छवि निर्माणमा पनि प्रहरीले गरेका असल कामहरूको प्रचार प्रसार गरिदिने र त्यसले आम नागरिकलाई सुसूचित पनि गर्ने हुँदाखेरि त्यसले हामीलाई सहयोग गर्छ। अर्को चाहिँ सत्य तथ्य जाँच गर्ने, यो फ्याक्ट फाइन्डिङ गर्ने कुराहरूमा पनि सञ्चार जगतबाट उजागर हुने कुराले हामीलाई त्यसले काम गर्छ। कतिपय अवस्थामा विपद व्यवस्थापन र उद्धारको कुरा सञ्चार जगत आफैले पनि र त्यसले हामीलाई पनि सही समयमा सही सूचना दिएर मद्दत गरिराख्नु भएको छ। अब प्रहरीको तर्फबाट के छ भन्दा मूलभूत रूपमा प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षा, समाचार तयार गरेको कारणले, समाचार लेखेको कारणले, सञ्चार जगतका कोही पनि व्यक्तिहरू समाचार लेखेकै कारणले समस्यामा नपर्नुहोस् भन्ने मूलभूत रूपमा हाम्रो चासो रहन्छ। त्यसकारणले सञ्चार जगतप्रति हामीले सही रूपमा समाचार प्रकाशन होस्, सम्प्रेषण होस् र सही सूचना होस्। यो अहिले पछिल्लो समयमा मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले नागरिकहरूले सही सूचना नपाएको कारणले दिग्भ्रमित पनि पार्ने, समस्या पनि सिर्जना गर्ने, जात जाति भाषा भाषी र विभिन्न संस्कृतिका बिचमा फाटो पनि ल्याउने हुनाले यो टिआरपी बढाउनलाई दौडधुप गरेर कतिपय समाचारहरूलाई भेरिफाई पनि नगरिकन प्रकाशन गरिदिने, प्रसारण गरिदिने कारणले पनि अप्ठ्यारो परेको हुन्छ। तर त्यो बाहेकका जति पनि सूचना सङ्कलन इन्भेस्टिगेटिभ जर्नलिजम गर्ने अवस्थामा छ ती सबै अवस्थामा चाहिँ सञ्चार जगतको सुरक्षाको चासो हामीलाई छ। ती सबै अवस्थाहरूमा एउटा सुरक्षित वातावरण सिर्जना गर्ने, जस्तो आन्दोलनहरू प्रदर्शनहरूमा समाचार सङ्कलन गर्ने क्रममा पत्रकारिता गर्ने व्यक्तिले एउटा प्रेस पास अथवा प्रेसको भेस्ट त्यो लगाइदिँदा छुट्टै पहिचान हुन सक्ने हुँदा भिडको बिचमा पनि पहिचान हुन सक्ने अवस्थाले हामीलाई त्यहाँनिर सुरक्षित वातावरण गर्न सिर्जना पनि गर्ने हुन्छ। त्यसमा चाहिँ हामीले त्यसमा सहयोग होस् पनि भन्ने चाहन्छौँ र त्यसको चासो र चिन्ता पनि गरे हुनाले हामीले त्यसतर्फ पनि ध्यान आकर्षण गराउन चाहन्छु। अर्को कतिपय अवस्थामा प्रेस मैले अहिले म चिफ भइसके पछाडि मैले नेपालका सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई र प्रदेशलाई प्रत्येक महिनाको 1-2 गते जिल्ला कार्यालयहरूले र 5 गतेभित्र चाहिँ प्रदेश कार्यालयहरूले जिल्लाभरि भए गरेका काम कारबाही प्रहरीका काम कारबाहीहरूलाई सम्पन्न भएका महिनाका काम कारबाहीहरूलाई अर्को महिनाको 1-2 गतेसम्ममा जिल्लाहरूले र प्रदेशले चाहिँ 5 गतेसम्म सम्प्रेषण गर्ने भनेको छु। सूचना नागरिकको हकको कुरा पनि हो। यो नागरिकलाई सही सूचना दिँदाखेरि नागरिकहरूमा मिसइन्फर्मेसन डिसइन्फर्मेसन पनि हुन सक्दैन, मिसलिड पनि हुन सक्दैन। त्यस कारणले यो आवश्यक छ। फेरि अर्को राम्रो काम गर्ने व्यक्तिको लागि त्यो कम्पिटिसन आफैसित छ। अघिल्लो महिना अघिल्लो महिनाको उपलब्धिले पछिल्लो महिनालाई पुग्दैन, त्यसैले पछिल्लो महिना अघिल्लो महिनाभन्दा राम्रो उपलब्धि प्राप्त गर्नको लागि पनि त्यसै गरी सबै सक्रिय हुन् भन्ने हिसाबले पनि यो प्रेस मिट गर्नु रेगुलर भनिएको छ। यसले सही सूचना पनि प्राप्त हुने र यहाँहरूलाई पनि समाचारको खुराक पनि बन्ने पनि मैले विश्वास लिएको छु। अब एउटा अर्को चाहिँ अब कतिपय